सबैलाई नमस्कार है। उहाँले नि भनिहाल्नुभयो, तपाईँले सुनिहाल्नु पनि भयो। अब यो उहाँको यो मिसन 81 भनेपछि तपाईँले अब अर्को वर्षको लागि भनेर बुझ्नु पर्यो। अर्को वर्ष नि कति भन्ने 7-8 महिना त 7 महिना 200 दिन हो। अनि तपाईँको विज्ञापन मसिना खोलिहाल्छ होइन। अब 300 दिन जतिमा त फर्स्ट वर्ष सकेर 1 वर्षमा त पुरै सेकेन्ड पेपर पनि सकिन्छ। मेरो चाहिँ तपाईँहरूलाई अनुरोध के हो भने तपाईँहरू अहिलेदेखि तयारी गर्ने हो भने चाहिँ तपाईँले अहिलेदेखि तयारी गर्ने हो भने यो फर्स्ट पेपरलाई अलिअलि हेर्ने, अलिअलि क्लास लिने, तर यो सेकेन्ड, थर्ड र फोर्थ पेपरलाई यसलाई बढी फोकस गरेर पढ्नुहोस्। यहाँ हाम्रो के भयो भने बढी विद्यार्थीहरूको यो फर्स्ट पेपर जाँच नआउँदैसम्म बरियाती गरेर पढ्ने, अनि त्यो 2 महिनामा 1 महिनामा केही पनि पार नलाग्ने, त्यो एकदम समस्या देखियो। अनि अहिलेको क्वेसनको यो डेप्थ लेभल हेर्दा पनि के थाहा भयो भने अब यो सर्फेस पढाइले यी बजारका बुकहरूले कभर नगर्ने हो। यो आइक्यू पहिला त आइक्यू र जिके त पहिलेदेखि त्यस्तो थियो। अब अहिले लिखित पत्रमा पनि त्यही अवस्था पो हो। 3-4 हुनु तपाईँ क्रिएटिभ हुनै पर्यो, तपाईँमा सृजनशीलता उच्च चाहियो। त्यो त्यसै बन्दैन, आजको भोलि जादु गरेर कसैले बनाउने होला होइन। अनि यो त्यो विषयवस्तुको सबभन्दा बढी ज्ञान नभइकन केही पनि हुँदैन भन्ने कुरा बुझ्नु पर्यो। त्यो ज्ञान कसरी हुन्छ त भन्दा नियमित पढेर अति मेहनत गरेर हुन्छ। यो क्लास लिँदैमा क्लासमा सिके भएर नि तपाईँको पुरै क्लासमा सिके भएरकै पनि क्वेसन कभर भएन। 30,000 तिरेर 1 महिना 2 महिना त्यो पार लाग्ने कुरै होइन। त्यो अर्थै छैन। तपाईँ आफैप्रति इमान्दार हुनुहुन्छ र तपाईँ एकदमै कर्तव्यनिष्ठ भएर तपाईँ म पास गर्छु भनेर लाग्नुहुन्छ भने मेहनत नै हो, अहिलेदेखि नै हो। र पढ्दाखेरि जोसुकैसँग पढ्नुहोस्, त्यही दिन कम्तीमा तपाईँले 1 घन्टा पढ्नुहुन्छ भने आधा घन्टा पढ्ने, आधा घन्टा चाहिँ लेखेरै अभ्यास गर्ने हरेक दिन। हाम्रो चाहिँ पढाइ कस्तो भयो भने सुन्दाखेरि बुझे जस्तो हुने, भोलिपल्ट छैन। त्यो किन भयो भन्दा लेखेर अभ्यास छैन। त्यो लेख्नलाई त यति धेरै नलेज चाहिन्छ कि अनि मात्रै तपाईँको त्यो निर्धारित समयमा 15 मिनट चाहिएको कुराहरू लेख्न सकिन्छ। अब यहाँ पावर पोइन्ट ल्याएर भन्ने अनि विद्यार्थीहरू त्यो हेर्ने, हेर्दाखेरि त्यो नोटा छँदैछ आइहाल्छ भन्ने जस्तो हुने, यो त केही नै होइन जस्तो हुने, ठ्याक्क माइन्डमा बस्दैन। जब तपाईँलाई त्यो विषयवस्तुसँग तपाईँलाई डेप्थ नलेज हुँदैन, तपाईँलाई क्वेसन घुमाउने बित्तिकै लेख्नै सक्नुहुन्न। आफूले पढे कण्ठ पारी आयो भने लेख्यो, त्यही क्वेसनलाई अलिकति ट्विस्ट गर्यो भने छैन, लेख्नै सकिँदैन जान्छ। लेखे पनि तपाईँको राम्रो लेखाइ हुँदैन। अनि कम्पिटिसन छ हेर्नुहोस्, जाँच त सामान्य छैन। यो त तपाईँको पास गरेर मात्रै भएन, अरूलाई जित्ने गरी पास गर्नु पर्यो भनेपछि त्यो रूपमा लाग्नुहोस्। मेरो सल्लाह चाहिँ तपाईँहरूलाई फर्स्ट पेपर सेकेन्ड पेपर जिके पनि हेर्ने, तर त्यसलाई चाहिँ कम प्रायोरिटीमा राख्ने। कहिलेसम्म भन्दा कार्तिकसम्म। कार्तिकदेखि चाहिँ अब त्यसलाई अलिक बढी प्रायोरिटी दिएर जाने। त्यो कार्तिकसम्म चाहिँ तपाईँहरूले यो फर्स्ट सेकेन्ड थर्ड र फोर्थ पेपरको टोटल कोर्स चाहिँ कम्प्लिट एकदम डेप्थ लेभलमा बुझ्नु। चाहे त्यो खर्दारतिर पढ्नेले नि त्यही हो। अब यो परदेशतिर अहिले जाहिर खान सबभन्दा सजिलो सबभन्दा गाह्रो भयो कि मैले देखाएको सबभन्दा सजिलो यो अर्थमा कि एक्चुअली राम्रो लेभल तयारी गऱ्यो भने त्यसले जाहिर नखाने भन्ने हुँदै हुँदैन। त्यसले प्रदेशमा खोलिरहेको हुन्छ तपाईँको, त्यो पनि प्रदेशमा 7वटा प्रदेशमा अफिसर लेभलमै खोलिरहेको हुन्छ, अफिसरमा खोलिरहेको हुन्छ, यता सङ्घमै पनि। अनि तपाईँको अब आफूले केमा दिन पाइन्छ ती सबैमा हुन्छ। अब पढाइ त जहाँ पनि एउटै त हो, तर हाम्रो चाहिँ के भयो भने पढाइ कहीँ पनि भएन। त्यस कारणले तपाईँहरूले सिलेबस चेन्ज भए पनि यो अहिले भएको धेरै कन्टेन्ट केही चेन्ज हुँदैन। पहिला नि त्यस्तै गरी चेन्ज भएको कोर्सहरू त्यही नै कोर्सहरू धेरै राखिरहेको छ। भए पनि तपाईँहरूले के बुझ्नु पर्यो भने यो जिके आइक्यूहरू त उसले सधैँ राख्छ। यो अहिलेसम्म लोकसेवा सुरु गरेपछि टुट्या नि छैन। ब्याङ्कमा नि त्यही हो, सबैलाई त्यही हो। एकचोटि लिखन यो रिटर्न राम्रो भयो भने त त्यो त जहाँ पनि नाममा निकालिदिन्छ। ब्याङ्कमा नि के नयाँ छ कोर्स, यो यसलाई उसलाई भनेर दौडिनै पर्दैन। मैले देखाएको चाहिँ के हो भने एउटा लेभलको राइटिङलाई राम्रो पार्नुहोस्। अफिसरको तयारी हुन्छ भने अफिसरकै पढ्नुहोस्, त्यो नासो खर्दार पढेर हिँड्नु नि पर्दैन। त्यसमा भएका 2-4 टपिकहरू यसो पछि पढे कोर्सै जस्तो लाग्दैन नि। अफिसर पढ्न तयारी गरेपछि कोर्सै जस्तो लाग्दैन कि त्यति धेरै कोर्स छ यसमा। अब ब्याङ्क यहाँ तयारी गऱ्यो भने त्यो ब्याङ्किङलाई नि काम गर्छ, त्यसै एउटा 2टा टपिक अलिक फरक होला। लेखन सिपहरू डेभलप भइरहेको हुन्छ, पढ्ने कुराहरू यसो अलिक पढ्दैछ पुग्छ भनेपछि तपाईँले के बुझ्नु पर्यो भने हाम्रो तयारी एउटा सिस्टमेटिक भएन।
पढ्नुपर्ने विषय पढ्नुपर्ने बेला पढेनौँ। अनि एउटा क्वेसन घुमाउने बित्तिकै 1 वर्ष हिँड्ने अवस्था बन्यो। अनि हामीले के सोच्यौँ भने यो क्लास लिँदैमा पास हुन्छ भन्ने सोच्यौँ, त्यो पनि गलत, त्यो हुँदै होइन। पैसा तिरेर पास हुन्छ भन्ने त्यो पनि हुँदै होइन। यी 3-4 कुराहरू क्लियर हुनु पर्यो। अनि हामीलाई चाहिँ कसरी पनि म्यानिपुलेट गरियो, यसलाई चाहिँ यो चाहिँ मिसलिड भन्छ कि यो मिसलिड गरियो भने यति पढेपछि 1 महिना अब तपाईँको 20,000 तिरिया छ। अब यो हेर्नुहोस् है समस्या कहाँनिर हो भने फर्स्ट पेपरको रिजल्ट आउँछ, 1 महिना पढ्न बाँकी हुन्छ, 1 महिना पढ्न बाँकी हुन्छ, अब 20,000 तिर्छ विद्यार्थीले। त्यो 1 महिनामा के पढ्नु ल भन्नु त, के पढ्नु? त्यो टपिकका शीर्षक पढेर हिँड्ने मात्रै, त्यो डेस्कमा पुग्दैन। अब तपाईँले पढ्न चाहिँ मैले देखाएँ तपाईँको त्यो यो अहिले युएसपीएसको सबै यसका क्वेसनहरू सोधिरहेको, त्यो थर्ड पेपर र फोर्थ पेपरका अधिकांश कुराहरू यसका कुरा सोधिरहेको छ। एनहरू त्यत्रा पढ्नु परिन्छ, एनको प्रावधान त्यत्रो पढ्नु परिन्छ होइन। अब हामी त्यसरी हेर्दैनौँ भनेपछि अनि मेहनतै नगरेपछि त अब रिजल्ट त आउने कुरै भएन। अनि यो वर्ष त्यो विधि पुग्दैन। हाम्रो चाहिँ कस्तो भयो भने हाम्रो हिँडाइ हुनुपर्ने यहाँबाट हाम्रो 3-4 तरिकाले हामी अफिसरमा यहाँ फेल भयौँ। हाम्रो पढाइको लेभल चाहिँ हामीले कस्तो गर्यौँ भने हाम्रो धेरै मिस्टेक छ, दुःख धेरै छ, पैसा धेरै खर्च भएको छ। तपाईँको चाहिँ अब तपाईँको सपना भइरहेको हुन्छ, उमेर बढिरहेको हुन्छ, त्यसले कतातिर हान्छ, त्यो धेरै कुरा ख्याल गर्नु पनि हामीले ख्याल गरेकै हुँदैन। अब हाम्रो पढाइ के भयो भने हामी अफिसर यहाँबाट त आज यहाँ यो 0बाट तयारी गरेका छौँ, हामी अफिसर हुन यहाँ हुन्थ्यौँ, यहाँ अफिसर हुन्थ्यौँ। हाम्रो पढाइ के पुग्यो भने यहाँसम्म पुग्यो। अब यो अफिसर त भयो छैन, यहाँ नपुगेपछि यहाँ अफिसर त यहाँ पुग्यो, फेरि यहाँबाट सुरु गर्ने, अर्को वर्ष यहाँतिर पुग्ने, त्यो पनि भएन, फेरि अर्को वर्ष सुरु गरेर यहाँतिर पुग्यो। अब यो 2-3 वर्ष कति दुःख गरियो भन्ने कुरा चाहिँ हेर्नु त, कहाँ पुग्दो यता 2-3टा अफिसर एकैचोटि हुँदो होला नि त। यहीँ अलिकति बढी एटेम्प्ट गरिदिए भए, यहीँ अलिकति, त्यसलाई त 5-7 वर्ष त्यसै तन्केर त्यो 5वटा अफिसर बढ्ने जति टाइम चाहिँ सबै खेलेर चाहिँ यहाँ थोरै तन्किया भए हुन्थ्यो, त्यो पनि गर्न हामीले। दोस्रो हाम्रो पढाइ कस्तो भयो भने यो दाइँ गरे यो चाहिँ यो दाइँ गरे भनौँ न, यो डोरीको यहीँ घुमे जस्तो भयो कि पोल घुमे जस्तो भयो कि, दुरी चाहिँ धेरै तय भयो। कहाँ पुगिस् त भन्दा जहाँको त्यहीँ। एउटा यो यसमा डोरी बाँधेर घुमिरहेपछि कहाँ पुगिन्छ, त्यहीँको त्यहीँ, फेरि हेटानी लाग्छ, थकाइ लाग्छ। अनि दुरी त तय गरेर कहाँ पुग्यो, तर हाम्रो चाहिँ यात्रा चाहिँ त्यहीँको त्यहीँ। हामी यसरी असफल भइरहेछौँ। यो असफल गराउनु तपाईँ मात्रै कारक होइन। हेर्नुहोस् है, अब तपाईँ मात्रै कारक होइन, मैले देखाए त यो हामी पनि कारक हो, टिचरहरू पनि कारक छ। हामीले सही कुरा भन्दैन टाइममा, यहाँ पढेपछि हुन्छ जस्तो गरिदिने, सबै पढ्दै नपढ्ने, पैसा पाए पो यस्तो भएर सबभन्दा डामाडोल। यति बेमान कि यहाँ पढेपछि भइहाल्छ, ल भर्ना गरिहाल्नुहोस् त, यहाँ आज पढेपछि चाहिँ त्यो मान्छेलाई भोलिपल्टै त्यसले जाहिर दिएर पठाइदिने जस्तो गर्छ। अनि त्यो त मान्छेको इमोसन भएर मान्छेलाई जाहिर चाहिएको छ, अफिसर हुनु परेको छ, हुन पाए हुन्थ्यो कि भन्ने कत्रो चाहिँ चाहना हुन्छ, मान्छेले पैसा फाल्छ, हुने बेला केही पनि हुँदैन। विशुद्ध 1 नम्बरमा तपाईँले आफ्ना लागि त्यो जाँच हल्ला अर्काले लेख्दैन, कुनै टिचर पनि जाँदैन, कसैले पनि जाँदैन, तपाईँ आफै नलेखे हुँदैन। त्यो आफैले लेख्नलाई आफै अब्बल नभनी हुँदैन। यसले क्याटालिस्टको काम गर्छ, यहाँ पहिले पढाएको कारणले क्याटालिस्टको काम गर्छ। मैले जस्तो रिसर्च गर्छु होइन, तपाईँहरूलाई यो सेकेन्ड थर्ड फोर्थ यी पेपरहरू तपाईँहरूले यो म त के पनि भन्छु भने मार्केटका यी चाउचाउ बुकहरू नकिन्नुहोस्, यी चाउचाउ बुकहरू किन्नु परेन। सेल्फ यो रिसर्च पेपरहरू पढ्ने, सेल्फ रिसर्च पेपरहरू पढ्ने, तिनीहरूले सैद्धान्तिक रूपमा बहुत धेरै त्यो एउटा पेपर लेख्दाखेरि एउटा चाहिँ लेख्दाखेरि कम्तीमा तिनीहरूले 20औँवटा बुकहरू पढेका हुन्छन्, त्यो 20औँवटा बुकको क्रक्स ताने हुन्छन्, त्यो एकदमै अर्थपूर्ण हुन्छ लेखाइहरू। त्यो सेल्फ रिसर्च त्यो वेबसाइटहरूमा म तपाईँलाई दिउँला, यो मैले थाहा पाएको जति मैले खोजिरहेको छु आजभोलि पनि, त्यो थाहा पाएकाहरू म तपाईँलाई दिउँला। त्यो बुकहरू हेर्नुहोस्, त्यही त चाहिने हो। यहाँ टिचरले पढाउँदाखेरि दिनुपर्ने भने त्यही हो।
त्यसकै आधारमा पढाउने अनि यहाँ यो छ यहाँ चाहिँ तपाईँले डेथ लेभलमा हेर्नुहोस् भन्ने म तपाईँलाई यो 2-5वटा मैले यो खोजिरहेको छु म तपाईँलाई यो पछि पनि यो सबै दिउँला होइन अब अनि त्यो इन्डियन त्यो दृष्टि आइएएस त्यो त्यसैतिर गएर पढ्ने हो अहिलेदेखि नै पढ्ने हो समय छ तेह्र चाहिँ भोलि नै जाँच यो पनि आउँदैन ऊ पनि आउँदैन भने ओभर होइलिङ पनि हुँदैन एउटा सिस्टमेटिक अगाडि बढ्छ अहिले सुरुमा त अलिकति अब नयाँ तरिकाले पढ्दाखेरि नयाँ तरिकाले बुझ्दाखेरि कोर्स अलिक ढिलो जाला जब तपाईँले बुझ्न थाल्नुहुन्छ एउटा अर्कोसँग बाँधिँदै अर्कोसँग बाँधिँदै आउँदै जाँदाखेरि तपाईँलाई एकदम छिटो बुक हुन्छ यो चाहिँ पढ्दाखेरि त एकदम हल्का बुझे जस्तो हुन्छ त्यसले कभरै गर्दैन जस्तो अहिले यो थर्ड पेपर र फोर्थ पेपर आएका केही क्वेसनहरू कि मार्केटका सबै क्लास लिया भए पनि सबै शिक्षकले पढाएको क्लास पढाए भए पनि बजारका सबै नोट पढे भए पनि सबै बुक पढे भए पनि छैन अब विद्यार्थीको दोष चाहिँ के त ल मलाई भनौँ विद्यार्थीको दोष चाहिँ के त सबै नोट पनि पढे बजारका सबै बुक पनि पढे सबै टिचरले पढाएको नि पढे अथाह खर्च नि गरे तर लेख्न सकिएन त्यसको अर्थ चाहिँ के हो भने यो पर्याप्त छैन यसले मिसलिड गरिरहेको छ अब त्यसका लागि चाहिँ के हो भने अब अर्काले जिम्मा लिँदैन फेरि हेर्नुहोस् यहाँ कस्तो हुन्छ भने सफलताका 1000 बाबु हुन्छन् सफलताका 1000 बाबु हुन्छन् यो जोन एफ केनेडीले भनेको कि यो अमेरिकी राष्ट्रपति हो त्यो 1963 हत्या गरे सफलताका 1000 बाबु हुन्छन् तर असफलता चाहिँ सधैँभरि टुहुरो हुन्छ यो कुरा ख्याल गर्नु तपाईँ पास हुनुभयो भने त्यो इन्स्टिट्युटले तपाईँको फोटो राखेर यो यहाँ पढ्यो भन्दा भोलि उसले अर्को पेपर गर्छ यसलाई हामीले पढाएको भन्दा अर्को पेपर गर्छ टिचरले यसलाई मैले गरेँ भन्दा अर्को पेपर गर्छ तर जो मान्छे फेल भयो उसलाई चाहिँ दोहोऱ्याएर एउटा क्लासमा इन्ट्री पनि गराउने यो एकदमै निर्मम हुन्छ यो कमजोर हुनु भनेको त सकिनु हो यो व्यापारमा फेरि कस्तो हुन्छ भने यो चाहिँ क्यापिटलिस्टमा पुँजीवादमा विशुद्ध व्यापार मात्रै हुन्छ उनीहरूलाई कुनै भविष्यको कसैलाई भविष्यको मतलब पनि छैन कसैले तपाईँका लागि गरिँदैन यो कुरा क्लियर हुनु पर्यो यो सुन्न नमिठो लाग्यो यो क्लियर भए हुन्छ तपाईँ पास हुनुभयो भने तपाईँले भोलि पैसा तिरेर नआए पनि तपाईँलाई देखाएर अरू 50 जना मान्छेलाई तान्नलाई यो यहाँ पढेको भनेर फोटो राख्छन् एउटै मान्छे 5 तिर पढाइदिँदै आइन्छ अब तर जब त्यो असफल हुन्छ त्यसलाई कसैले हेर्नेवाला छैन त्यस कारणले तपाईँ सफल हुने हो मैले तपाईँलाई आज भनेको छु यो क्लास सुरुमा यो धेरै अर्थपूर्ण कुरा छ यो तपाईँहरूले एकदमै मेहनत गरेर आफ्नो तरिकाले तपाईँ लाग्नुहोस् तपाईँलाई के कुरा भ्रमबाट मुक्त हुनु भने सकेसम्म त क्लासै नलिएर राम्रो सकेसम्म क्लासै नलिएर राम्रो त्यो आफैले अध्ययन गरेर आफैले एउटा लेभल बनाउनु भनेको त्यो अथाह क्रिएसन हुन्छ त्यतिकै बन्दैन तर त्यो सकिएन भने क्लास लिनुहोस् जहाँ राम्रो हुन्छ त्यहीँ लिनुहोस् कहाँ ठिक हुन्छ त्यहीँ लिनुहोस् तर आफूमा चाहिँ इमान्दार हुनुहोस् त्यहाँ कस्तो पढियो छलफल गर्ने क्वेसनहरू सोध्ने हरेक दिन तपाईँहरू जहाँसुकै क्लास लिए पनि तपाईँले के चाहिँ भन्नु होला भने आधा टिचरले पावर पोइन्ट देखाउने पढ्ने तपाईँहरू त्यहाँ प्यासिभ भएर खाटा सुतेर पढिँदैन त्यो पढाइबाट चाहिँ अब मुक्त हुनुहोस् कम्तीमा आधा घन्टा पढियो भने टिचरले आधा घन्टा त्यसको विषयमा सिकायो भने तपाईँले आधा घन्टा त्यही विषयमा लेख्न सक्ने हुनु पर्यो त्यसलाई क्रिएटिभ बनाएर क्वेसन दिँदा त्यही दिन लेख्न सक्ने हुनु पर्यो कि अनि भोलिपल्टै लेख्न सक्ने हुनु पर्यो अनि त आज लेखो भोलि लेखो पर्सि लेखो त्यो लेखाइमा त यस्तो चेन्ज हुँदै जान्छ कि अनि तपाईँलाई त्यो लेख्ने भने त प्रब्लमै हुँदैन कि क्वेसन हेरेपछि अब तपाईँलाई डरै लाग्न छोड्छ क्वेसन हेर्ने बित्तिकै अब त्यो चाहिँ ह्याबिटै त्यही भइसकेको हुन्छ त्यस कारणले हरेक दिन यो रिटर्न पेपरको पढ्ने लेख्ने त्यही दिन त्यो भएको हुनाले त्यसै तपाईँहरूले यो पढ्नु पर्यो मेहनत गर्नु पर्यो अनि टाइममै के कुरालाई कुन बेला हेर्ने भनेर तपाईँले बुझ्नु पर्यो कि अब के चाहिँ भइछ भने हामी बिरिया चाहिँ कहाँनिर छौँ दुईटा अब दुर्घटनामा परेको मान्छेलाई होमियोप्याथी काम छैन अब मान्छे घाइते भएर दुर्घटना परेछ होमियोप्याथी गरेर खान्छ त्यसलाई त एलोप्याथी नै गर्नु पर्यो नि त्यो चाहिँ त्यो अहिलेको हाम्रो चाहिँ रेगुलर मेडिसिन साइन्सबाट चाहिँ जानु परेन सर्जरी गर्नु परेन दुर्घटना परेलाई त्यसलाई चाहिँ ल्याएर चाहिँ राम्रो खुवाएर ठिक हुन्छ भने त्यो चाहिँ होमियोप्याथी गर्न थाल्यो भने त मान्छे चिप्लिन्छ हो हामीले होमियोप्याथी स्वास्थ्यलाई राम्रो पार्ने भने सुरुदेखि नै हो केही नभएका बेला हो त्यस कारणले हामी चाहिँ
यहाँ दुर्घटना परेलाई होमियोप्याथी कुरा गरेर बसिजाउँ, त्यसले कहीँ पुर्याउँदैन। हेर्नुहोस्, तपाईँलाई मैले के भने यो जुनसुकै पेपरको तयारी गरे पनि तपाईँले सबभन्दा पहिला यो लिखित पत्रलाई राम्रो बनाउनु है। लिखित पत्रलाई राम्रो बनाउनु। अहिले फर्स्ट पेपरको जाँच नहुन्जेलसम्म त्यसलाई मात्रै फोकस गर्ने, त्योभन्दा पछि लिखित पत्रमा पुगेर केही पनि 5 वर्ष नै पास हुन्छ, त्यो चाहिँ म ग्यारेन्टी गरिदिन्छु। अलि चलाख मान्छेले अहिलेलाई लिखित पत्रलाई बढी फोकस गर्नु। अनि आइक्यू हेरेर पनि तपाईँको हेर्दै गरी जिके हेर्दा तपाईँको हप्ताको क्लासहरू एउटा क्लास जोइन गरेर एउटा टाइम जस्तो आइक्यू प्र्याक्टिस गरेर बस्नै पर्दैन। आइक्यू क्लास जोइन गर्ने, बेलुकाको 6 बजेदेखि 7 बजीसम्म 1 घन्टा आइक्यू क्लासमा बस्ने पुग। अनि त्यो के अरे यो मोक्सिन पछिको 1 महिना अलिकति हेर्दाखेरि काफी हुन्छ। त्यसलाई बेकार टाइम अरू किल गर्दैन। एकचोटि क्लास लिने, त्योभन्दा अगाडि 2 महिना जति। अब दुईटा कुरा भयो। त्यो लोकसेवा त्यहाँ पुगिसक्यो भने त्योभन्दा अगाडि हामी पुग्नु पर्यो कि नो भाइ, यसो गरौँ उसो गरौँ भनेर अब त्यसलाई केही गर्नै सकिँदैन। हामी त कमजोर वर्ग, हामीलाई त तिनीहरूले पढेनन्, पढ्नु पर्यो लेख्नु पर्यो भन्ने चाहिँ सकिएन। भनेपछि त्यो लोकसेवा जहाँ पुग्छ त्यहाँभन्दा अगाडि आफू पुगेपछि त त्यसले केही गरेर कभरै गर्न सक्छ। त्यो लोकसेवा जहाँ पुग्छ त्योभन्दा अगाडि आफू त्यहाँ पुग्नु पर्यो। पढ्न सहिलो छँदै छैन, पढ्न एकदमै गाह्रो छ। हो, यो कुरा पढ्ने भन्ने नै भएन, पुरै पढ्ने के पढ्न बाँकी के पनि नराखेपछि जहाँ कहाँ सोध्ने लाउनु। अब हाम्रो चाहिँ पढाइ के भएको भने म यहाँ क्लियर पारिदिन्छु। हाम्रो पढाइ चाहिँ के भएको भने पाठ्यक्रम यो पाठ्यक्रम यति छ। यो लोकसेवाको नेचर कस्तो छ म यहाँ क्लियर पार्छु। यो लोकसेवाको नेचर कस्तो छ भन्ने म यहाँ क्लियर पारिदिन्छु। पाठ्यक्रम यति छ, यो पाठ्य विषयवस्तु। अनि हाम्रो पढाइ यति छ। हाम्रो पढाइ चाहिँ यति छ। अब यो पाठ्यक्रममा भएकै सबै जानिँदैन। अनि प्रश्न चाहिँ यति छ, जहाँ आउने प्रश्न चाहिँ यति छ। त्यो प्रश्न चाहिँ यति छ भनेपछि पढाइ यति छ। त्यो पढाइ, हाम्रो पढाइलाई चाहिँ प्रश्नले यति मात्रै कभर गर्छ कि अब पढेको कुरा नि सबै त आउँदैन। अनि पाठ्यक्रमभन्दा बाहिर नै आउँछ। अब यो प्रश्नलाई हामीले ट्याकल गर्नु पर्छ। यो प्रश्नको चाहिँ राम्रो गरेर हामी पास हुने हो। अहिलेको लोकसेवाको अवस्था यस्तो छ। पाठ्यक्रम यति, हाम्रो पढाइ यति, प्रश्न चाहिँ यति। अब यो हाम्रो पढाइलाई कति कभर गरेर देख्नु भएन, यति हो प्रश्नले। अब यो पाठ्यक्रममा भएको हामीले नपढे, यो त कहिले काहीँ पाठ्यक्रमभन्दा बाहिरबाट कहाँबाट सोधिन्छ भन्ने पनि थाहा नहुने। अनि त सकियो। अब यो बुक बाहेक तपाईँलाई म बुक बाहेक चाहिँ तपाईँले हरेक दिन यो कान्तिपुर अनि तपाईँको यो अन्नपूर्ण पोस्टहरूको त्यो पनि दृष्टिकोण, त्यो अडियो न्युजहरू होइन कि दृष्टिकोण। त्यो दृष्टिकोणमा विज्ञहरूले तपाईँको कहिलेकाहीँ तपाईँको यो वातावरण सम्बन्धी लेखिरहेका हुन्छन्। कहिलेकाहीँ वित्त, जस्तो तपाईँको अस्तित्व चाहिँ मिश्रित वित्त भन्ने कुरा त 76 सालतिर एकदम राम्रोसँग अन्नपूर्णमा लेख्थ्यो। त्यसको 76 सालतिर मैले पढाएको थिएँ। त्यही सोधिराखेर चाहिँ होइन। भनेपछि सम्पादकीयहरू हेर्नुहोस्, त्यहाँ भाषाहरू त्यो एकदम विज्ञहरू लेखा हुन्छन् होइन। अनि तपाईँले यो के अरे आइएएसको एसए हुन्छ नि, त्यो इन्डियनमा आइएएस अफिसर हुन्छ नि। यहाँ पनि एउटा वेबसाइटमा राखिदिउँ म तपाईँलाई। अनि यो लेखन पेपरलाई चाहिँ दृष्टि IAS.com, यो यस्तो धेरै राम्रो यो लेखन पेपरको लागि हुने कुराहरू एकदम यसमा धेरै छ। यसमा हेर्नु होला, जुन युपिएससीको
यस्तै टाइपका क्वेसनहरू यसमा धेरै यस्तैलाई नै बढी फलो गरिरहेको छ अहिले पछिल्लो समय। यो थर्ड पेपर र फोर्थ पेपरको मैले क्वेसन हेर्दाखेरि यो वेबसाइटलाई चाहिँ तपाईँले हेर्नु होला है। यसले एकदम राम्रो रिटर्न पेपरको यो दृष्टि IAS.com भन्नेमा जानु होला। त्यसबाट रिटर्न पेपरको तपाईँले त्यहाँ अभ्यास गर्नु होला। अनि त्यति मात्रै नभएर यहाँ धेरै उयोहरू हुन्छ होइन। जस्तो तपाईँलाई यो उयोहरू के भन्छ, एउटा म तपाईँलाई जस्तो शासनको हेर्नु पऱ्यो होइन। अब यो त जस्तो अब यो एउटा भयो। अब यो रिटर्नहरू पढ्दाखेरि म तपाईँलाई यहाँ भनिदिन्छु होइन। तपाईँले त्यो जस्तो त्यसरी तपाईँले खोजी नगरिकन हुँदैन। जस्तो यो तपाईँलाई गभर्मेन्ट शासनको बारेमा राम्रो बुझ्नु पर्यो भने तपाईँले यो 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 यसमा जानु है। यसले शासनको जस्तो यो कुन चाहिँ राइटरले भने पनि म तपाईँलाई भन्छु। यो फ्री पाइन्छ होइन। यो उस्मान बाप्पी भन्ने यहाँ यो प्रोफेसर उस्मान बाप्पीको यो एलिमेन्ट्स अफ गभर्मेन्ट एन्ड इन्ट्रोडक्टरी टेक्स्ट भन्ने छ। त्यो निशुल्क पाइन्छ। त्यो वेबसाइटमा तपाईँले हेर्नु होला। त्यसमा त्यो शासन सम्बन्धी यस्तो राम्रोसँग त्यसले एकदम राम्रो यो लेख पढेपछि शासनको कन्सेप्ट यति क्लियर हुन्छ कि स्टेट के रहेछ, नेसन के रहेछ। त्यो अस्ति सोधेर तपाईँको त्यो कम्ती 10 नम्बरको त यसले कभर गर्छ। त्यो यो उस्मान बापी भन्ने प्रोफेसर हो यो। अनि यो यहाँ हेर्नु होला यो एलिमेन्ट अफ गभर्मेन्ट भन्ने छ त्यहाँ रिटर्नको नाम। यसरी तपाईँहरूले मैले के भन्छु भने यहाँ ल्याएर अब पावर पोइन्ट बनाएर ल्याएर सर पढ्दैन त्यो विद्यार्थीले केही बुझ्दैन। आफैले खोजेर आफैले म तपाईँले हामीले दिने भने यो हो। अनि त्यसको कन्टेक्स्ट सिकाउने हो। अनि यी लेख्न लाउने हो। अनि यसो खोज्ने हो, अर्काको खोज्ने हो, अरू 10वटा 20वटाको यस्तो खोजेर। र त्यो हेर्नु होला यो एलिमेन्ट अफ गभर्मेन्ट यो उस्मान बाप्पी भन्ने USMA BAPP यो प्रोफेसर उस्मान बाप्पीले लेखेको छ होइन। त्यसमा तपाईँले हेर्नु यो कति पेजको छ भन्दा 110 पेजको छ। त्यो एकदमै राम्रो छ। त्यो धेरैवटा टपिकलाई यसले कभर गरिदिन्छ। धेरैवटा टपिक यो पोलिटिकल सिस्टम के हो, कसरी चाहिँ यो एकदम यो पोलिसी कसरी फर्मेसन हुन्छ, सबै कुराहरू छ। एकचोटि हेरौँ न। इङ्ग्लिसबाट छ। इङ्ग्लिसबाट छ हो। तपाईँहरूलाई यहाँ सिकाउनु पर्यो चाहिँ यही अध्ययन गरेर। जस्तो अब हामीले शासन पढ्दाखेरि बजारका बुक ल्याएर पढेर त्यसले कहीँ कभरै गर्दैन कि। अब जे खोज्नुपर्ने त्यो एउटा प्रोफेसरले यो चाहिँ युनिभर्सिटीको प्रोफेसरले कति चाहिँ पढाएर कति गरेर चाहिँ त्यो बनाइरहेको हुन्छ। त्यसरी तपाईँहरूले हेर्नु होला। अनि तयारी गर्ने। यसरी तयारी नगरिकन अब हुनेवाला छैन। त्यो नेपालीबाट त खोजी गरेकै होइन। यही कुरालाई नेपालीमा यहाँ टिचरले भन्दैन होला मैले बुझेँ। त्यसरी पढ्नु होला। नत्र यही आउँछ यसो गर भने भन त्यो कहीँ पार लाग्दैन। त्यो एकछिन त्यो चाहिँ बुझे जस्तो लाग्छ। त्यसले चाहिँ तपाईँको इक्जामलाई पास हुने लेभलमा बनाउँदैन। अब पास नभए त्यो अलिअलि बुझेर त्यो काम पनि छैन। त्यो मनको सन्तोक मात्रै हुन्छ। रिजल्टमा पास नभएपछि के काम लाग्छ। टोटल रिजल्ट ओरिएन्टेड त्यति मात्रै हुनुभयो कुरो त्यो। त्यसलाई तपाईँले यिनीहरू फोकस गरेर पढ्नु होला। यो मैले तपाईँलाई शासन सम्बन्धी तपाईँको त्यो सेकेन्ड पेपरलाई पनि त्यो हेर्नु न एकचोटि क्लियर भइहाल्छ। यो तपाईँले यो निशुल्क पाइन्छ त्यहाँ गएर हेर्नु। 110 पेजको छ। हरेक टपिकमा त्यसले एकदम सिस्टमेटिक त्यो चाहिँ कन्सेप्टदेखि सबै त्यसले एकदम राम्रो पोइन्ट वाइज पनि दिएको छ। एकदम राम्रो छ। यो हेर्नु होला। अनि त्यसै टिचरले सबै त्यो रिसर्च पेपरहरू हेरेर नेटमा खोजेर अनि यहाँ आएर सिकाउने हो। त्यसरी सिकासी हुने हो। अनि त्यही दिन लेख्न लाउने हो। त्यही दिन लेख्न लाउने उनीहरूले त्यो लेख्न सक्ने बनाउने। आज भनौँ भोलि भनौँ त्यो 1 महिना पढेर 2 महिना पढेर सेकेन्ड थर्ड फोर्थ सकिँदैन।
त्यसका लागि त्यो अनावश्यक पैसा नतिर्नु, बरु आफैले आनन्दले घर पढ्नु, पैसा नि जोइन्छ, पढ्न नि पढिन्छ। यो फर्मेट बेस एउटा टीका पाठ भन्छ, एउटा टिचरले टीका पाठ, को चाहिँ एउटा अचम्म छ कि त्यो कुन चाहिँ क्वेसनमा टीका पाठ लेख्नु भन्नु त। ल मिश्रित वित्त आइज, के को टीका पाठ हो? मिश्रित वित्त भनेर आइज होइन। अनि यसका जोखिम र फाइदा भनेर आइज, यसमा टीका पाठ के हुन्छ ल भन्नु? यसमा फर्मेट के हुन्छ? क्रिएसनको फर्मेट हुन्छ। अनि मैले कण्ठ पारेर लेख्नुलाई यी बकवास कुरा गर्दैन बिग्रिया हो कि। तपाईँहरूलाई इमान्दार कुरा गरिदिनु भने तपाईँले आफैले पढ्नुपर्छ, आफैले गर्नुहुन्छ, खोज्नुहुन्छ, हामीले खोजेको सही कुरा भन्दैन। त्यो नासुलाई नि त्यही हो, टीका पाठ भन्ने। अब यहाँ माथि सूत्र बनाउने, एउटा टिचरले सूत्र बनायो, विद्यार्थीलाई सुन्न त मिठो हुन्छ। अब त सबै मान्छे कवि हुन्छ, कविता बनाउन आउँछ सबै टपिकमा, अनि त्यो सबै क्वेसनले कविता मिल्छ सबै क्वेसनमा। अब सप्तकोशीका 7वटा सहायक नदीको नाम लेख्यो भनेर आयो, त्यो टीका पाठ के लेख्ने? क्वेसन एउटा क्वेसनलाई मजा होला, एउटा कुनै क्वेसनमा त्यो एप्लाई पनि होला, त्यो हुँदै नहुने, त्यो कामै नलाग्ने भने होइन, कुनैलाई होला। तर त्यही कुरामा मान्छेलाई बेकुफ बनाएर सबैमा त्यही अनुसार लेख्नुपर्छ भन्दैन। अब टिचरले एउटा दुईवटा क्वेसन लेखिदियो ल, सबैले त्यही लेखे, विद्यार्थीले को चाहिँ पास हुन्छ? सबैले त्यही लेखे। मैले एउटा नमुना क्वेसन लेख्थेँ, यहाँ पढ्ने छन्, मसँग पढ्ने होला 500 जना, सबैले त्यही एन्सर लेखे विद्यार्थीले। म प्रति विश्वास गरेर विद्यार्थीले 500 जनाले पनि त्यही एन्सर लेखे। विज्ञापन भइछ 200 जना, अनि यो 300 जना चाहिँ कहाँ ल्याउने? त्यो 300 जनाको चाहिँ भइसक्यो के हो नि? विद्यार्थीले टिचर हो यहाँ कहाँनिर बिग्रिया हो भने तपाईँ जस्तो नभइकन पासै हुँदैन कि, म जस्तो भएर पास हुने होइन, अरू जस्तो भएर होइन। तपाईँमा आफैमा क्रिएटिभिटी छ, तपाईँ आफैमा अब्बल मान्छे हो, तपाईँ भएको कुरालाई बाहिर निकाल्नु पर्यो। यस्ता कुरा लगाएर चाहिँ नहिँड्नुहोस्। यहाँ आएर पढायो भने पास हुन्छ भनेर चाहिँ तपाईँले तपाईँ कहाँनिर भ्रममा हुनुहुन्छ भने माझीले माछालाई भोक लागेर खानेकुरा फालेकै होइन, माझीलाई भोक लागेर फाल्यो भन्ने कुरा विद्यार्थीले जब बुझ्नुहुन्न तबसम्म भइरहने यस्तै। यो कुरा क्लियर हुनु होला, यो कुरा तपाईँहरू क्लियर हुनु होला। जबसम्म मैले तपाईँलाई के भने, माछाको भोकका लागि माझीले खाना फालेकै छैन, चारो फाल्छ नि माछालाई, माझीले माछाको भोकका लागि होइन कि आफ्नो भोकका लागि फालेको हो। अब माछाले चाहिँ के भन्छ भने मलाई खानेकुरा पठा भनेर आइसकेपछि मासु सिद्धिन्छ। यहाँ विद्यार्थीको नि हुने त्यही हो। यी व्यावसायिक इन्स्टिट्युटले जबसम्म सत्य कुरा बोल्दैनन् तबसम्म यिनीहरूले फटा गर्छन् भनेर बुझ्नु होला। यो कुरा क्लियर भयो हुन्छ, चाहे जसुकैले भन्नुहोस्, चाहे मैले भने नि म फटा, अर्काले भने नि त अर्काले फटा, जो भने नि त्यो फटा। किन भन्दा सही कुरा नपढिकन हुन्छ त विद्यार्थीले, आफै नलेखिकन हुन्छ त। आफै अब्बल बन्न जस्तो क्वेसनलाई नि ट्याकल गर्न नसकिकन पास हुन्छ त। भए त त्यही पढाएर हिँड्ने टिचरै सबैमा पास भएको त छैन नि त। हो भनेपछि के बुझ्नु पर्यो भने, अनि इमान्दारपूर्वक भनिदिनु कि बरु यो व्यापार हो, यो चाहिँ यस्तो यस्तो हो, हामीले व्यापारका लागि गरिरहेको छ, राम्रै कुरा गर्दै विद्यार्थीले त्यसमा सही गलत छुट्याएर आफैले डिसिजन गर्नुहुन्छ। त्यस कारणले यहाँ चाहिँ भइरहेकै त्यही हो कि तपाईँहरूले बुझ्नु नै भएन। अरू मैले भने नि अप्रिय पनि लाग्छ, मान्छेलाई प्रिय लाग्दैन। तँलाई आजै पास गराइदिन्छु भन्ने कुरा प्रिय लाग्छ, यहाँ पढेपछि पास हुन्छ भन्ने कुरा प्रिय लाग्छ। मैले जति ल्याउँछु त्यति कण्ठ पारे पो प्रिय लाग्छ, सुन्न त प्रिय हुन्छ, पास हुँदैन। अनि कसलाई समात्नु जाने? टिचरलाई। अनि तैँले उसले के भनिदिन्छ पछि, तैँले पढिदिनुहोस् होला, मैले पढाएको थियो सिद्धि, कसले जिम्मेवारी? आफै खतम। त्यस कारणले आफू चाहिँ एकदमै सचेत हुने, सुरुमै पढ्ने, आफूले नपढी हुँदैन। म तपाईँलाई भन्छु, म अफिसरमा नि 1 नम्बरमा पास भएको हो, उपसचिवमा नि 1 नम्बरमा पास भएको हो। म यो कुरा सत्य हो। त्यहाँ तपाईँले गरेर त्यो उसाएन लोकसेवाको त्यो म यति सालको भनिदिन्छु, त्यहाँ गएर खोजे नि हुन्छ। तर म 1 नम्बरमा पास हुँदाखेरि म 1 नम्बरमा त्यसै पास भएको होइन। मैले अफिसर पास हुँदा 1 नम्बरमा पास हुँदा मैले 30वटा सेट चाहिँ त्यो 4-5 महिना लाएर 30वटा सेट चाहिँ हरेक दिन 3 घण्टाको समय राखेर घरमा पुरै 3 घण्टा बसेर पास भएको थियो। अब त्यो अरूले हेर्दा त एकैचोटिमा 1 नम्बरमा पास भयो भने देखियो। अब मेरो लागि त म त 31चोटिमा 1 नम्बरमा भयो। अरूले हेर्दा चाहिँ एकैचोटिमा 1 नम्बरमा पास भएको रिजल्ट चाहिँ। तर आन्तरिक कुरा चाहिँ के हो भने मैले घरमा 30वटा सेट चाहिँ 3 घण्टाको समय राखेर आफैलाई इमान्दार भएर त्यो ट्याक्क कोठामा बसेर मजासँग लेखेर अभ्यास गरेको थिएँ। अब 31चोटिमा त यो 30वटा त कसैले देखेन नि त। त्यो मैले 5-6 महिनाभित्र गएर आफैले पढेर गरेँ, कसैले देखेन। यो त देखापट्टि परेन। जब रिजल्ट आउँछ अनि अरूले सफलताले आफैले ढाङ्ग्रो बजाउँदै दौडिन्छ कि
असफलता लुक्नु पर्यो भनेपछि यो असफलता त मैले घरमा लुगाएको थिएँ 4-5 महिना त आफैले अभ्यास गरेँ हो त्यो भएको हुनाले यो 30वटा सेट त पुराना प्रश्नहरू हुन्छ नि त जस्तो तपाईँलाई अहिले न्यायमा सोधेको क्वेसनहरू होला अन्त प्रशासनमा सोधेको क्वेसनहरू होला अर्कोमा सोधेको क्वेसनहरू होला तर हाम्रो पाला त तपाईँको थियो यो न्यायमा छुट्टै प्रशासनमा छुट्टै लेखामा छुट्टै राष्ट्रमा छुट्टा छुट्टै प्रश्न आउँथ्यो होइन त्यसको आधारमा गरे हो त्यो बेला अनि पछि एउटै बनायो तर यो 30वटा सेट पहिले मैले अभ्यास गरेको थियो अनि यो 1 नम्बरको सेट त्यो कापी हेर्दाखेरि त्यो पहिलो कापी र लास्टतिर कापी हेर्दा त कहाँको कहाँ फरक पर्ने नि त्यो पहिलामा न सेन्टेन्स मिल्नु न लेख्दा मिल्नु पछि त राम्रो हुँदै 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 गएर यो 30 सेट पछि 31 सेटमा चाहिँ गएर म इक्जाममा बसेँ सबै जस्तो क्वेसन आउने भइसक्यो अब अन्त जहाँ सुइसिङ गरेर लेखो पास भइगयो नि भनेपछि के हो भने तपाईँले के बुझ्नु पर्यो भने त्यो हामी वर्ल्ड कप खेल्न गएको मान्छेले खेले गोल गरे जस्तो आइपिएल हामीले हेरिरहेका हुन्छौँ त्यो मान्छे त्यहाँ खेल्न पाउनलाई त्यसले कति अभ्यास गरे होला भन्नु त्यो कसरी त्यहाँ छनौट भयो होला त्यत्रो इन्डिया जस्तो राष्ट्रमा ब्राजिल जस्तो त्यस्तो फुटबलमा त्यो खेलाडी त्यहाँ पुग्नलाई कति अभ्यास गरे होला कति दुःख गरे होला अनि हामी त्यहाँ गएर गोल गरौँ भनेर उफ्रिन्छ त्यो हेर्दै हेर्दैनौँ क्या तपाईँको पाटो हो अनि हामीलाई चाहिँ यो भुलभुलाइमा यसरी तपाईँहरू यो बिरिरहेछ तपाईँलाई मैले सुरुमै भनेको छु 8 महिना बाँकी छ यो विज्ञापन हुनलाई 8 महिना भनेको त एकदम थोरै समय हो आजैदेखि आफैप्रति इमान्दार भएर लाग्नु पर्यो त्यो टिका पाठ पढाउने छ त्यो कहिले जिन्दगीमै पास भएको भए त तपाईँको कोही चुप्लाएर बस्छ भने मैले तपाईँलाई अहिले भने यो माझी र माछाको कुरा मैले तपाईँलाई क्लियर गरेँ त्यति बुझ्नु होला त्यो सत्य मैले तपाईँलाई के भन्छु भने यथार्थ कुरा देखाइदिनु चाहिँ पर्छ सबैलाई डिसिजन गर्ने तपाईँको जिम्मा र आफैप्रति इमान्दार हुनु होला यो मैले तपाईँलाई यो तपाईँको लागि मैले भनिरहेको छु कुरो त हो मैले भनेअनुसार अहिलेलाई यो प्रिय नलागे पनि जुन दिन तपाईँहरूले क्वेसन ट्याकल गर्दा समस्या पर्छ त्यो दिन यसले ठिक भनेको थियो भने त्यो दिन आउँछ यो कुरा तपाईँले जसै सधैँभरि ख्याल गर्नु यहाँ त तपाईँको चाहिँ सुन्न त कति मजा आउँछ तपाईँ म पढाइदिइहाल्छु पास गरिदिइहाल्छु यहाँ पढेपछि पास हुन्छ मैले जे लेख्छु त्यो पास गर्ने हुन्छ भन्ने कुरा गर्नु पर्यो अनि यो खराब कुराले मान्छे आकर्षित हुन्छ हाम्रो त्यो माइन्डमै यो नेचर हो कि तपाईँको दोष भन्दैन म त नेचरै त्यस्तो छ कि नेगेटिभ कुरालाई बहुत आकर्षक तरिकाले हेरिदिन्छ मान्छे राम्रो कुरा भए त्यसले सुन्नै चाहँदैन त्यो माइन्डको नेचरै त्यस्तो तपाईँले कोही मान्छेको समाचार पढ्नु पर्यो भने त्यो मान्छेले राम्रो त्यो जस्तो तपाईँले जस्तो मिश्रित वित्त जस्ता होइन यो चाहिँ यो डढेलोबाट कसरी जोगिन सक्छ यो 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 प्राकृतिक प्रकोपबाट कसरी चाहिँ त्यस्तो समाचारै पढ्दैन त्यहाँ कुन चाहिँ हिरोको कुन चाहिँसँग डिभोर्स भयो त्यस्तो समाचार चाहिँ बहुत मजासँग पढ्छ कि मजा अब कुन चाहिँले उहाँ चाहिँ बलात्कारको चाहिँ वैवाहिक बलात्कारको केस हालो रे भन्नु पढ्न थालियो त्यो हाले के त्यो मिले के छुट्टी के त्यही मतलब छ हामीलाई त्यस्ता समाचार मक्ख पारेर यसो हेर्छु होइन म बकवास एउटा कुरो तपाईँ के विचार गर्नु भने यहाँ हेर्नुहोस् यो के कुरा विचार गर्नु मैले चाहिँ म चाहिँ मेरो आफ्नो एक्सपिरियन्स भन्छु मैले जिन्दगीमा धेरै इक्जाम फेस गरेँ यो इक्जाम फेस गर्दा गर्दै यो अनुभवले पनि होला होइन म तपाईँलाई भन्छु होइन मैले यो टिचरमा पनि म टपमै थाहै भएको हो अनि अफिसरमा नि 1 नम्बरमै आएको हो म उपसचिवमा नि 1 नम्बरमा पास भएको हो त्यतिमा मात्रै म चुप लाएर बसिनँ यो त तपाईँको मेरो एकाडेमिक यो चाहिँ जबकोतिरको भयो यो जबमा चाहिँ मेरो यो एक्सपिरियन्स भयो यो पढाइमा चाहिँ म तपाईँलाई के भन्छु भने मैले एलएलएम नेपालबाट इन्टरनेसनल ल र कमर्सियल लमा यो इन्टरनेसनल ल र कमर्सियल लमा नेपालबाट मैले एलएलएम गरेँ अनि यो एलएलएम यो युएसएमा तपाईँको यो जनरल ल भन्छ यो इन्टेलेक्चुअल प्रोपर्टी र जनरल लमा दुईटामा यो चाहिँ युएसएबाट गरेँ अनि तपाईँको यो मेजरिङ एमपिए पनि गरेँ अनि एमएड इङ्ग्लिसमा नि गरेँ अनि एमएससी म्याथमा पनि गरेँ यो चाहिँ कलेजको पढाइ अनि योभन्दा बाहेक यो युएसएको बारको इक्जाम सबभन्दा टप इक्जाम मध्ये पर्छ त्यहाँ कलेज हेर्नु यो बार इक्जाममा पनि मैले फेस गरेँ यो एकदम यो यति गाह्रो कि तपाईँको 2 दिन चल्छ 6 घन्टा
आज र भोलि लगातार कि आज र भोलि 6 घन्टा, यहाँ त 3 घन्टाको जाँच हुन्छ, 6 घन्टाको जाँच 2 दिन। अनि त्योभन्दा बाहेकको अरू 3टा पेपर छुट्टै पढ्नु पर्ने। यो त तपाईँको मेन इक्जाम नै भयो। त्योभन्दा बाहेक 3टा चाहिँ छुट्टै प्रोफेसनल चाहिँ सबै विषयहरू पढ्नु पर्यो। ती सबै म तपाईँलाई उयो पनि देखाउँला। यो सबै 28वटा विषय हुन्छ। यो 28वटा सब्जेक्ट हुन्छ। ल नै 28वटा हुन्छ। स्टेट पछिको छुट्टै कति गर्नु। यो सबै पढे आधारमा मैले तपाईँलाई भने हो। यो सर्फेस पढाइबाट यो मैले प्रोफेसनल तरिकाबाट पनि मैले यो कोर्स किने। यो हुन्छ नि, यो बारको इक्जाम दिँदा पनि मैले यो प्रोफेसनल यहाँको कोर्सहरू पनि किने, त्यो हुन्छ जहाँ पनि। तर त्यसबाट मैले सबैबाट मेरो शिक्षा चाहिँ के हो भने आफैले नगरिकन हुँदैन। उनीहरूले सामान्य एउटा उनीहरूले जाने कुरा सिकाउने हो, तर आफै इमान्दार भएर यही कुरा मात्रै भर परो भने त त्यो पास त होला, त्यही 5 वर्षमा 6 वर्षमा पास होला। 1 वर्षमा 2 वर्षमा चाहिँ सफलता हुँदैन। त्यो 5-6 वर्षमा चाहिँ अब त्यो गर्दै 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 गएपछि त एउटा भइहाल्छ, नहुने भन्ने हुँदैन। तर अलिक छिटै गर्ने भए चाहिँ 8 महिना काफी हुन्छ। हरेक दिन इमान्दार हुनु पर्यो, आफूलाई काम लाग्ने मात्रै पढ्नु पर्यो, कि अरू कुरा नेगेटिभतिर जानै भएन। हो, त्यस कारणले यो चाहिँ बाहिर चाहिँ जिन्दगीमा पास नभएका यो व्यापार गरेर हिँडेरले यो मिसलिड गरिरहेको छ, त्यतातिर नलाग्नुहोस्। मैले भनेको कुरा नि तपाईँहरूले सबै हुबाउ फलो गर्नुपर्छ भन्ने होइन। तपाईँले आफ्नो अवस्था अनुसार आफूलाई इमान्दार भएर तपाईँले प्रस्तुत हुनु चाहिँ पर्यो। तर मेरो बुझाइ चाहिँ के हो भने नपढिकन, मेहनत नगरिकन, अब्बल नबनिकन हुँदैन। म चाहिँ पढेरै फेस गरेर ती जाँचहरू फेस गरेको कारणले मैले तपाईँहरूलाई भने। यो समय म्यानेज गर्न केही छैन भने तपाईँले के विचार गर्नु भने त्यो यो जागिरे यो अरू चाहिँ बाहना हो हेर्नुहोस्। यो सबै बाहना भन्छु म तपाईँलाई। सुन्नु न, अब पास अरूलाई मतलबै हुँदैन कि त्यो अरू कुराहरूको मतलबै हुँदैन। तपाईँले रिजल्ट दियो कि दिएन भन्ने मतलब हुन्छ। त्यो अरूले के भन्नुसँग मतलब हुन्छ। जस्तो मानौँ मेरो सर्टमा रह, म भन्छु मैले तपाईँलाई पढाउन आइछु होइन, पढाउँदैछु, मेरो घरमा बच्चा नि छन् होला, मेरो आफ्नो करियरको कुरा पनि होला, जबको लागि पनि कुरा होला, मेरो अरू घर व्यवहारका कुराहरू होला। तपाईँलाई के मतलब छ? मेरो बच्चाको तपाईँलाई के मतलब, मेरो करियरको के मतलब, मेरो जबको के मतलब, मेरो अरू व्यवहारको, मेरो अरू कसैलाई पैसा तिर्नुपर्ने ऋण धन के मतलब, तपाईँलाई के मतलब होइन। मैले क्लासमा आएर पढाउँदा कसरी पढाएँ भन्ने कुरा मात्रै मतलब हुन्छ होइन। अरूले त अरू हेर्दैन। तपाईँले घरमा के समस्या छ कसैलाई मतलब हुँदैन। त्यो आफूले मिलाउने हो। र सकेसम्म अर्कालाई चाहिँ बाहना नपार्नुहोस्। यो मेरा बच्चाले गर्दा मैले पढ्न पाइनँ, यो मेरो बुढाले मलाई साथ नदिएर पढ्न पाइनँ, मेरो जागिरले गर्दा पढ्न पाइनँ, त्यो बाहना मात्रै, त्यो फटाहा कुरा बाहना मात्रै। त्यो त जहिले नै हुन्छ, हरेक वर्ष हुन्छ। यो हरेक वर्ष त्यो समस्या हुँदै जान्छ। यो वर्ष हुन्छ, अर्को वर्ष हुन्छ, अर्को वर्ष, जुनसुकै वर्ष पनि त्यो हुँदै जान्छ। कुन चाहिँ वर्ष चाहिँ समस्या आउँदैन भन्नु त? कुन चाहिँ वर्ष चाहिँ काम गर्नुपर्ने हुँदैन? कुन चाहिँ वर्ष चाहिँ के गर्नुपर्ने? त्यस्तो कहीँ मिलेर आउँदैन। त्यही भइराखेको अहिले नै टाइमलाई युज गर्ने। बाटा हिँड्नुभयो, गाडीमा बसेको छ भने पनि तपाईँले सिक्ने कुरा मात्रै पढ्नुहोस्। त्यो नोटहरूलाई एउटा पिडिएफ फाइल बनाउनु, त्यो मात्रै हेर्ने। घरमा 5 मिनट समय निस्कन्छ, त्यो बेला त्यो मात्रै हेर्ने। टोटल पोजिटिभ कुरा मात्रै हेर्ने। तपाईँले मान्छे हेरे जस्तो हुनु पर्यो। तपाईँले हामी त्यसरी मान्छे हेरेर तपाईँले यति मात्रै अनुहार हेर्नुहुन्छ नि, त्यसका बानी बेहोरा केही मतलबै गरी आउँदैन। छट्ट राम्रो लुगा लगाएर हिँड्यो भने त्यो अनुहार हेऱ्यो भने आहा कति राम्रो रहेछ भन्ने त। त्यो सुते बेला त्यस्तो हुन्छ। अहिले म भए जस्तो सुते बेला म हुन्छ त्यस्तो हुँदैन। नुन लाग्यो भने म त्यस्तो हुन्छ हुन्न। बिरामी भएको बेला म त्यस्तो हुन्छु। अरू बाटो त हेरेकै हुँदैन। जसरी हामी त्यसरी राम्रो बाटो मात्रै हेर्छौँ, त्यो पढाइमा पनि त्यही गर्नु पर्यो कि। अरू व्यवहार सेवार त्यो पढ्ने बेला सब पुरै बिर्सानु पर्यो। त्यो केही नै होइन भनेर लाग्नु पर्यो। त्यो केही पनि छैन। पढ्ने बेला चाहिँ पढाइको कुरा मात्रै छ। त्यो पढाइसकेर त्यो पढिसकेपछि अब बच्चा हेर्नुपर्ने बेला बच्चा मात्रै छ। करियर हेर्नु पर्यो भने अब जागिर गएको बेला आफ्नो काम मात्रै हेर्नु। त्यसरी मात्रै फोकस गर्न थाल्नु त तपाईँको 1 महिना त कहाँ चेन्ज हुन्छ हुन्छ। अनि हामी त यो यहाँ पढाउँदा पढाइ भएको बेला बच्चालाई पुगिरहेका छौँ। अनि करियरमा पनि यो बच्चा पनि सम्झिएको छ, पढाइ पनि सम्झिएको छ, अनि यो जबमा भएका बेला यता पनि सम्झिएको छ। त्यो हुन चाहिँ काहीँ पनि लिए होइन कि। जहाँ एकचोटि हुन्छ त्यो, जस्तो मैले यहाँ पढाउन आउँदाखेरि मेरो टोटल 100% चाहिँ पढाइमा मात्रै। अहिले पढाइसकेर बच्चा हेर्न थाल्नु परेपछि बच्चालाई हेर्ने, पढाउने, बच्चालाई सिकाउने, आफू पढ्ने, अरू बेला अरू। यो त्यो बेला अरू खोज्ने नै होइन।
भने जुन बेला जे गरिन्छ त्यसलाई मात्रै फोकस गर्ने, अरू कुरा त्यो बेला पुरै ब्ल्याङ्क। अब तपाईँ जाहिरमा आएको छ, जाहिरमा काम गर्नु पर्यो, अनि त्यो बेला बच्चा सम्झेर के गर्नु, त्यो बेला पढाइ सम्झेर के गर्नु, त्यो कामै छैन। अब बच्चा हेर्न आयो भने बच्चा हेर्ने, त्यो बेला नपढ्ने, टकटक सिस्टमेटिकमा काम सक्दै जाने। अनि त्यो हेर्न आयो भने फोन हेर्ने, त्यो अर्काको त्यो कस्ता रुला लागेछ, कस्तो खाएछ, कहाँ गएछ, अनि त्यसले के लाग्यो घाँटीतिर, त्यो हेरेर बस्ने, अनि पढ्ने मतलब होइन। त्यस्तो केही वादैन गर्ने, जुन बेला जे गरिन्छ त्यो चाहिँ फोकस गर्ने। अनि यो छुटिएर कहीँ पनि जाँदैन, सबै कुरा मिलेर कहिले आउँदैन। यो हाम्रो चाहिँ शरीरमा तपाईँले यो जे कुरालाई के विचार गर्नु भने व्यवस्थापन हो। यसलाई चाहिँ मैले के भन्छु भने मलमूत्र व्यवस्थापन गरे जस्तो कि। तपाईँलाई मान्छेलाई कसैलाई मलमूत्र प्रिय लाग्छ त लाग्दैन नि, तर हरेक दिन हरेक मान्छेले व्यवस्थापन नगरिकन त्यो सुखै छैन। मान्छे भइसकेपछि मलमूत्र व्यवस्थापन नगरी सुख छैन। तर प्रिय त कसलाई लाग्छ अरे, कसैलाई पनि प्रिय लाग्दैन हो। त्यसै गरी यी सबै पनि यस्तै गरी तपाईँले व्यवस्थापन गर्ने अनिवार्य तपाईँसँग हुन्छ, सधैँभरि हुन्छ, कुनै बेला पनि छोड्दैन। तर त्यसलाई व्यवस्थापन गरियो भने त्यसले समस्या क्रिएट गर्दैन। अब व्यवस्थापन नगरेर त्यहाँबाट छिटछिट दुर गरेर भाग्न थालियो भने चाहिँ अब प्रब्लम त्यही हो, अर्काले आएर गरिदिँदैन। अब आफ्नो मलमूत्र अर्काले आएर व्यवस्थापन कति दिन गर्ने, गऱ्यो भने त अर्थै छैन हो। त्यस कारणले यी सबै त्यसै गरी व्यवस्थापन गर्ने विषय हुन्, त्यसरी बुझ्नु पर्यो। अब निन्द्राको बारेमा अहिले पढ्ने 6 घण्टाभन्दा बढी नसुत्ने, 6 घण्टाभन्दा बढी नसुत्ने, 6 घण्टा चाहिँ सुत्ने, अरू टाइम पढ्ने, पढ्ने, त्यसरी पढेपछि हुन्छ। र तपाईँले आफ्ना खराबी बानीहरूलाई चेन्ज गर्नुभयो भने त्यसले राम्रो रिजल्ट दिन्छ। यो खाएर पढ्दैमा, अरूले हेर्दैमा, अनि एउटा मान्छे पास भएपछि त्यो दिन चाहिँ एउटा प्लान बनाउने, भोलिपल्ट छैन। अनि एउटा योजना ल्यायो भने त्यसतिर केही ध्यान लाग्यो, कतितिर पढियो भन्दा नि कति सम्झियो भन्ने हो कि, कति पढियो भन्ने कुराले अर्थ राख्दैन। त्यो दिन पढेको कुरा कति सम्झियो भन्ने कुराले अर्थ राख्छ। कति पढ्यो, पढ्न त 5 घण्टा पढे, के पनि आएन, के काम लाग्यो, बरु सुत्यो भने निन्द्रा त पुग्छ नि। भनेपछि तपाईँ थोरै पढ्नुहोस्, तर फरक तरिकाले पढ्नुहोस्। त्यही कुरालाई फरक तरिकाले पढ्नुहोस्, आफ्नो जीवनसँग जोडेर पढ्ने, आफ्नो वरपरको वातावरणसँग जोडेर पढ्ने, आफ्नो वरपरको वातावरणसँग त्यसलाई टाइअप गरेर पढ्ने। हरेक दिन त्यसरी हेर्न थाल्नुहोस् त। त्यो फास्ट लेख्न कसरी सकिन्छ भन्नु, हरेक दिन लेख्दा त्यसलाई धेरै अभ्यास गर्नै पर्दैन। हरेक दिन पढाउँदाखेरि त्यही दिन क्वेसन लेख्ने, त्यही दिन आन्सर त्यही दिन लेख्ने, तत्काल लेख्ने, अनि त्यो त आफै बन्दै जान्छ नि। त्यो त आजको भोलि फ्याट्टै बन्ने कुरा होइन, त्यो त कन्टिन्यू एफोर्टले हुने हो। ठुल्ठुला पहाडै पनि त तपाईँको निरन्तर अभ्यास गरेपछि त जान्छन्। भनेपछि नसक्ने भन्ने हुँदैन, तपाईँहरूले नसक्ने भन्ने हुँदैन, तरिका मात्रै नपुग्या हो, तरिका मात्रै नमिल्या हो। त्यसरी हामी गयौँ भने सफलता हुन्छ। सेकेन्ड थर्ड फोर्थलाई नै हेर्नु होला, बढी फोकस गरेर। फर्स्ट पेपर चाहिँ तपाईँ क्लास लिदियो हुन्छ, त्योभन्दा बाहेक नहेर्ने। अहिले त्यसैलाई मात्रै मर्यादा गरेर नहेर्ने, क्लास लिने, जहाँ लिए पनि। हुन त मेरो सबैतिर क्लास हुन्छ, मैले भने यो क्लास मैले सबैतिर लिनुको कारण पनि त्यही हो। बजार चाहिँ विद्यार्थीलाई चोइस होस्, जहाँ इजी हुन्छ, जुन टाइममा इजी हुन्छ, होइन त्यही टाइममा उनीहरूले लिन पाउन् भनेरै हो। इङ्ग्लिस कसरी सुधार गर्न सकिन्छ, इङ्ग्लिसलाई त केही आपत छैन, ल्याङ्ग्वेज हो होइन। त्यो नेटतिर जाने, त्यो ग्रामरहरू एकदमै धेरै धेरै त्यो मटेरियल कति हुन्छ त्यसैलाई हेर्दै फोकस गर्दै अब त्यो उयोहरू सुन्ने, त्यसलाई फलो गर्ने, त्यो गर्दाखेरि धेरै हुन्छ। र अहिले चाहिँ आफूलाई आवश्यकता के हुन्छ त्यसलाई मात्रै बढी फोकस गरेर पढ्नु पर्यो। अब हाम्रो आइक्यू त तपाईँलाई मैले कहाँ भने जहाँसुकै तपाईँले लिनु होला क्लास, यो फर्स्ट पेपरकालाई क्लास मात्रै लिने, अहिले अरू केही नगरी बरु कन्टिन्यू भ्याइन्छ भने एउटा टाइम चाहिँ क्लासमा बस्ने, त्यसले तपाईँलाई फाइदा गर्छ। त्यसलाई अरू अभ्यास गरेर टाइम किन नगर्ने। त्योभन्दा बाहेकको चाहिँ सेकेन्ड थर्ड फोर्थ टाइममै पढ्ने, पछि त हेर्नै भ्याउँदैन। डेस्कमा पढ्ने पनि आजभोलि नै हो, पछि हेर्नै भ्याउँदैन कि। यो यति धेरै कोर्स छ कि कुरै नगर। तपाईँलाई मैले भने नि हरेक दिन पढ्ने र हरेक दिन लेखेर अभ्यास गर्दा आफै नोट बनिहाल्छ। कुनै राइटरको बुक लिएर पास हुने होइन, आफै राइटर नभइकन हुँदैन, आफै राइटर नभइकन हुँदैन, आफै राइटर बन्नुपर्छ अनि हुन्छ। ल त्यो चाहिँ तपाईँले लेखेरै अभ्यास गर्नु पर्यो, वेबसाइटलाई बढी आधार गर्नु पर्यो, रिसर्च बेसमा हुनु पर्यो,
मैले चाहिँ तपाईँलाई के भन्छु भने कुनै पनि टपिकको तपाईँले गुगलमा मात्रै राम्रोसँग खोज्न जान्नुभयो भने काफी पुग्छ, अन्त त्यो दौडिनै पर्दैन। यो नासुलाई कसरी छोटो गर्दा राम्रो होला भन्नुभयो, त्यहाँ शुक्रबारदेखि म 3-4 क्लास निःशुल्क गरिदिन्छु, त्यहाँ आउनु। यो शुक्रबारदेखि म 3-4 क्लास निःशुल्क गरिदिन्छु। यो नासुलाई इक्जामलाई कसरी त्यो अलिकति टेक्निकल टाइपका कुराहरूलाई म यसो भनिदिन्छु, त्यहाँ आउनु होला। अब त एकछिनमा 1 मिनेटमा भन्दै हुँदैन। त्यही भएर त मैले तपाईँलाई भने एकछिनमा भइहाल्छ कि भन्ने ठान्नुहुन्छ, त्यो हुँदैन। हरेक टपिकको हरेक दिन पढ्दै पढ्दै गएर हुने, आजको भोलि बन्दैन। त्यस कारणले हामी त्यसरी जान्छौँ। र यो अब आइक्यूहरूको चाहिँ आवश्यकता छ भने अहिले तपाईँहरू लिनु होला, तर त्यसलाई अभ्यास गरेर टाइम किल नगर। आइक्यूलाई चाहिँ मेरो अनुरोध तपाईँलाई। जति चेन्ज भयो नि यो जीके आइक्यू त राख्छ। जीके आइक्यू यो पहिला पनि थियो, पुरानो कोर्समा पनि थियो। जीके आइक्यू इङ्ग्लिस यिनीहरू राख्छ नै, यो हट्दैनन्। लिखित पत्रको नि यो संविधान, यो तपाईँको यो बजेटहरूका कुराहरू, यो समसामयिक विषयवस्तुहरू हुन्छन्, त्यसैले अलिकति अलिक पृथक तरिकाले ल्याउला। लेखालाई लेखाको मात्रै पाटो राखेर, राजस्वलाई राजस्वको मात्रै पाटो राखेर, कानुनलाई कानुनको मात्रै पाटो राखेर त्यसरी ल्याउला। तर यी पेपरहरू जो मेन विषयवस्तु हुन्छ यो जनरलाइज पढिरहेको हुन्छ, त्यसलाई के ल्याउला भनेर बरालिनु पर्दैन। जस्तो अब यो संविधानका विषयहरू, बजेटका विषयहरू पृथ्वी उल्टेर चेन्ज हुँदैन। अब केही न केही चेन्ज गर्ने भने त्यसलाई सम्झेर टाइम किल नगर्ने। कुनै नै हटाएकै होइन त, झन् प्रदेशहरू सबैमा आइसक्यो भनेपछि अब तपाईँ गत वर्षदेखि प्रदेशमा आउनु थाल्यो, अब एकै वर्षमा हटाएर नयाँ हुँदैन भने त ल्याउँदैन। त्यसरी हामी जाउँ। तर अन्ततिर माइन्ड नगर्नुहोस् कि अब तपाईँको 32 वर्षमा 37 वर्षमा के गर्ला, त्यसलाई त्यो सकेसम्म त्यो तिनीहरूले चेन्ज गर्छन्। त्यो एनमा त्यो लिमिट 32 वर्षमा झार्दैन होला। अब झारो भने पनि त्यसैलाई तयार भएर बस्नु पर्यो कि अब चाहिँ नो वे। भनेपछि अहिले नै पढ्नु पर्यो। 1 मिनट 1 वर्ष मात्रै दिन पाउँछ भने त्यो दिएरै नाम निकाल्ने गरी जानु पर्यो। सबभन्दा खराब अवस्थाका लागि तयारी हुनु पर्यो। सबभन्दा गाह्रो क्वेसन आउँदा नि म गर्छु। 32 वर्ष उमेर राख्यो भने पनि मलाई हुन्छ। सबभन्दा खराब अवस्थाका लागि अब भोलिदेखि नै क्लास भनेपछि यो नयाँ वर्षदेखि सुरु हुन्छ हाम्रो यो न्यू इयरदेखि। यो 2 गतेदेखि हाम्रो यहाँ क्लास सुरु हुन्छ आइक्यूलाई। तपाईँको टाइम भयो भने तपाईँहरूले लिनु होला, त्यही गरौँ। अब आज मैले तपाईँलाई यो एज अ होल कसरी पढ्ने भने अब भोलि अब अर्को क्लासमा हामी ट्रिकहरू सिक्छौँ, त्यहाँ आउनु होला। तर मैले के भने तपाईँले आफूले मिहिनेत नगरिकन हुँदैन, अहिलेदेखि मिहिनेत नगरिकन हुँदैन। सबभन्दा खराब अवस्थाको लागि सबभन्दा गाह्रो क्वेसन, सबभन्दा डेथ लेभलको क्वेसन आउँदा पनि म पास हुन्छु भन्ने लेभलमा नपुगिकन हुँदैन। भाग्यले एउटा चोटिमा लाग्ला, अब सेकेन्ड पेपरमा लाग्ला, थर्ड पेपरमा लाग्यो त लागेन, फोर्थ पेपरमा लाग्यो त लागेन, फर्स्ट पेपर एक ठाउँमा लाग्ला। पढाइ चाहिँ जहिले नै लाग्छ, नो वे। एकदम डेथ लेभलमा पढ्नुहोस्, सकेसम्म आफैले सेल्फ स्टडी सकेसम्म। त्यसै ल अब सबैलाई आज नमस्कार। अब पछि फेरि म भनिहाल्छु। ल आज यति गर। अरू क्लासमा नि म त आइरहन्छु नि, के भइछ। ल त्यो सेकेन्ड थर्ड फोर्थको नि रिटर्नको नि गर्ने हो, यो पटक रिटर्नको नि गर्ने हो। तर रिटर्नको गर्दाखेरि अब चाहिँ कसरी गर्ने हो भने महिनामा यो एकैचोटि 15-20 हजार पैसा लिने होइन, 1 महिनामा 3,000 लिने। 1 महिनासम्म मान्छेले पढ्छ, त्यहाँबाट इम्प्रुभ होला जस्तो लाग्यो भने 3,000 तिर्छ, सिक्छ। होइन भने त्यो 1 महिना पढेपछि छोड्छ, हिँड्छ, त्यसो 3,000 भन्दा खर्च भएन, 1 महिनाभन्दा पढ्न नि परेन। त्यो एकैचोटि 20,000 22,000 लिने अनि पढाउँछ केही नपढाएर, यो त एकदम कामै है। सुरुमा 3,000 लिने, 1 महिना पढाउने, राम्रो लाए ठिक लाए विद्यार्थीले पढ्छ, अर्को महिना थप्छ 3,000। त्यसलाई नि एकैचोटि प्रेसर नै पर्दैन। राम्रो लागेन, हुँदैन जस्तो लाग्यो, आफैले गर्न सक्नु जस्तो लाग्यो भने 1 महिना पढ्छ, छोड्छ, 3,000 भन्दा खर्च नि भएन। त्यसरी हुन्छ। अब जाँचभन्दा पछि एकैचोटि 20,000 24,000 तिर्दा केही पनि हुँदैन, पैसा मात्रै खेर जान्छ। ल सबैलाई नमस्कार छ। सिकार मात्रै होइन, हरेक वर्ष त्यस्तै हुन्छ, बेलैमा बुद्धि पुर्याएन भने हरेक वर्ष आफैले नपढ्ने, त्यहाँ